यसमा सरकार पनि दोषी छन्। व्यक्तिहरूलाई सर्वसाधारणलाई सुविधै पुग्न चाहिँ यातायात नचल्नु चाहिँ दुर्भाग्यपूर्ण कुरा हो। अब सम्बन्धित पक्षहरू पनि एउटा राजी हुनुपर्ने हुन्छ। कानुन बनाउन पाउनुपर्छ। राइट सेयरिङलाई पनि तपाईँको कानुनी मान्यता। मुख्य कुरा चाहिँ के छ भने यो अलिकति अहिले प्रदेश सरकार गण्डकीले सुरु गरेको कुरा र केन्द्रले पनि पालन गरेको कुराले थोरै चाहिँ यो प्राइभेट व्यक्तिहरूलाई सर्वसाधारणलाई सुविधै पुग्न चाहिँ, किनभने उसले जुनसुकै साधनबाट पनि त्यो सुविधा लिन सक्ने भयो, प्राइभेट गाडीहरूबाट लिन सक्ने भयो। तर अब यो सरकार आफैले लाइसेन्स दिएर ऋण करोडौँ करोड ऋण लिने ठाउँमा पुर्याएर स्वीकृति दिएर चलाएका संस्थाहरूसँग पनि एकचोटि यातायात यो सरोकारवालाहरूसँग बसेर सरसल्लाह गरेर मात्रै नयाँ नीति लिनुपर्छ जहिलेसुकै पनि। किनभने सरकार भने त धेरै ठाउँमा रहेछ नि, होइन? सरकार त सडकमा रहेछ, त्यसले छुट्टै सरकार चलाइदिँदो रहेछ। यहाँ संसदले अर्कै सरकार चलाइदिँदो रहेछ। यो त हरेक रहेछ नि त, जनताको पनि सहयोग चाहिँदो रहेछ। त्यसो भएको हुनाले यो सार्वजनिक यातायातका साधनहरू चलाउने कम्पनीहरू जो छन् सरोकारवालाहरू, तिनीहरूसँग पनि एउटा खालको समझदारी बनाएर मात्रै सरकारले नयाँ नीति जारी गर्नुपर्छ। अहिले कुनै क्रान्तिकारी नीति जारी गरे जस्तो देख्दिनँ म। त्यस हुनाले यो बारेमा सहमतिमै पुर्याउनुपर्छ। चाँडोभन्दा चाँडो सरकार सहमति पुर्याउने अवस्था पुर्याएर सर्वसाधारण जनतालाई सेवा दिनुपर्छ। देश र जनताकै सेवा गर्नुपर्ने हो। अब यसमा सरकार पनि दोषी छन्। यातायात व्यवसायी मजदुरहरू त सरकारकै पार्टीका सङ्गठनहरू हुन् नि। आफ्नो कार्यकर्तालाई अनुशासनमा राख्न सकेन र सरकारले यो स्थिति आउन नदिन अगाडि नै प्रिकसन लिनुपर्ने हो, त्यो लिन सकेन। अब यातायात व्यवसायीहरू र त्यस मजदुरहरू सरकारका पार्टीहरू नै आफ्ना नेता हुन् भने अब नेताहरूभित्रै छलफल होइन। हामी सरकारका पार्टीका यातायात व्यवसायी र यो मजदुरहरूको अलग सङ्गठन हो, हामी सरकारको कुरा मान्दैनौँ भनेर भन्ने हो भने त्यो स्पष्टसँग भन्नु पर्यो। तर चुनाव हुँदा त यातायात व्यवसायीको सङ्गठनमा पनि पार्टीका प्रतिनिधिहरू गएर ल यसलाई उठाउने यसलाई हराउने भनेर हुन्छ। मजदुर सङ्गठनमा पनि सरकारकै पार्टीका नेताहरू गएर यसलाई हराउने यसलाई जिताउने भन्ने हुन्छ। त्यसकारण यो जनतालाई यो स्पष्ट भन्नुपर्ने राजनीतिबारे, यो स्पष्ट नहुँदा जनतालाई दुःख हो। अब जनताले बुझ्नु पर्यो, जनता पनि सचेत नहुने, यो त यातायात व्यवसायले गरेको भनिठान्छन्। पहिलो कुरा, सरकार र यातायात व्यवसायीका बिचमा जुन खालको समझदारी बनेको छ, समझदारी भइसकेपछि यातायात नचल्नु चाहिँ दुर्भाग्यपूर्ण कुरा हो। यदि समझदारी कार्यान्वयन भएन भने पुनः फेरि आन्दोलन गर्दा भइहाल्छ। तर यत्रो जनतालाई दुःख दिने काम जो गरिरहनु भएको छ यो आफैमा अत्यन्तै गलत छ। त्यसकारणले गर्दा म आग्रह गर्न चाहन्छु यो लोकप्रिय कार्यक्रम मार्फत कि यातायात व्यवसायीले सहमतिलाई कार्यान्वयन गर्नुपर्छ र यातायात सुचारू गर्नुपर्छ भन्ने मेरो भनाइ हो। सार्वजनिक यातायात भनेको पनि नेपालभित्रकै एउटा कानुन अनुसार चल्ने एउटा संस्था हो र कानुन सबैले मान्नुपर्छ। सार्वजनिक यातायात होस् या व्यक्ति होस्, सबैले मान्नुपर्छ। त्यसकारणले गर्दा कतिपय विमति होलान्, सार्वजनिक यातायातलाई अप्ठ्यारो परेको होला, त्यसमा प्रभाव परेको होला, सरकारका निर्णयमा कतै कमी कमजोरी भयो होलान्। त्यसलाई सच्याउने कुरा यदि सहमति भएको छ भने अब चाहिँ के भने यातायात सुचारू नगरेर बन्द गर्ने कुरा आफैमा गलत कुरा हो। यसलाई चाहिँ सच्याउनुपर्छ भन्ने लाग्छ मलाई। अब यो राइट सेयरिङको विषयहरू आइराखेको छ। कानुन बनाउने भन्ने कुराहरूमा पनि चाहिँ अब सम्बन्धित पक्षहरू पनि एउटा राजी हुनुपर्ने हुन्छ। कानुन बनाउन पाउनुपर्छ। राइट सेयरिङलाई पनि तपाईँको कानुनी मान्यता दिने भनेर चाहिँ जुन सरकारले भनेको हो, त्यो कारणले गर्दाखेरि अब सम्भवतः यो समस्याको समाधान केही बेरमा नै आउनेवाला छ। म पनि सकारात्मक रिजल्टको पक्षमा छु। यसलाई निरीह बन्यो नभनौँ, यसलाई निरीह भन्न पनि मिल्दैन। एउटा सरकारले व्यवस्थापन गर्ने हो। अब अहिले सरकारी पक्षबाट चाहिँ यो जुन सार्वजनिक यातायातमा एउटा साझा बसमा मात्र चाहिँ लगानी रहेको छ। तर समग्र प्राइभेट सेक्टरले धानेको यो व्यवसायी र सिन्डिकेट पनि लाड्नु हुँदैन भन्छु म। त्यो कारणले गर्दाखेरि राज्यलाई घाटा पनि नहोस्, व्यवसायलाई घाटा पनि नहोस् र आम जनताले पनि मर्कामा पर्न नपरोस् भन्ने किसिमले अब सकारात्मक सोच्न जरुरी छ हामीले।